ल सम्पूर्णमा नमस्कार है साथीहरु। अब चाहिँ हामी अहिले 4 बजे हामी चाहिँ अरिङ्गल हन्टिङ जाँदैछौँ। हेरौँ गएर हेरौँ कत्रो छ। यो झोला सोला यहाँ छ। यहाँ खानेकुरा बोकिएको छ। साथीहरु पनि टन्नै छन्। हेरौँ ल अहिले कत्रो हुन्छ। म तपाईहरुलाई अरिङ्गलको गोला पनि देखाउने छु। हेले हेले अरिङ्गलको हन्टर अरिङ्गलको हन्टर देख्न सक्नुहुन्छ। साथीहरु जोडिने क्रम अझ पनि बाँकी नै छ। आज चाहिँ हामी अरिङ्गल काट्न नसके पनि कुखुरा लिएर आएका छौँ। आज हामी एकैछिन साथीभाइ मिलेर दुःख बिसाउने कार्यक्रम गर्नेछौँ है साथीहरुलाई। अब चाहिँ हामी अरिङ्गलको गोला हेर्न जाँदैछौँ। एकदम टुप्पोमा छ। अब बाँस त अघि नै काटेर रेडी बनाएको। अब हेर मैले काट्न सकिन्छ कि सकिन्न। नकाटे पनि छ। आजलाई एउटा कुखुरा छ, त्यही काटेर खाने। साथीहरु चाहिँ रुखको फेदमा पुगिसक्यो। म चाहिँ अलि ढिला भयो। ड्रोन उडाउन लाग्यो। ड्रोन पनि खस्यो। ल साथीहरु म एकैछिन ल त्यहीँ गएर भेटौँला है। ल अरिङ्गल त यस्तो ठाउँमा छ। यो काट्न सकिन्छ कि सकिन्न हो। त्यो टुप्पोमा छ। यसको फेद नै तल खोल्छमा छ। पोल्ने किन पोल्ने त कहाँ के ल्याइएछ र। हामी चाहिँ अहिले कोर्का भन्ने ठाउँमा छौँ। अब पोला चाहिँ अहिले झारिसकेपछि कत्रो हुन्छ देखाउने कोसिस गर्नेछु तपाईँलाई। यतातिर कालिज पनि हुन्छ साथीहरु। कालिज बस्ने टाइम पनि हुनला। त्यो पनि सुनिन्छ कि भनेर तलको हाम्रो पुष्पक मामा चाहिँ रुखमा चढ्ने काम हुँदैछ। म पनि त्यही जान्छु। त्यहीँ गएर के हुँदैछ यसो हेरौँ।
मैले अरिङ्गालको सेकेन्ड हन्टर के हुन्छ र खोइ त लिएको खै सामान मैले त लिइरहेको उतिरहेको त्यहाँबाट चाहिँ म खोले खोएर तिम्रो हल्दैछ नि रुखमा त्यसरी हल्लिन्छ र त्यहाँ के भन्छ झन् बाँसले फेरि त्यहीँ पोल्नेको नि बाँसले पोल्ने नि डाइरेक्ट झारिदिलाई त मामा के डोरी नभन्ने डाइरेक्ट झारिदिने गर्लाई झन् रिस्की हुन्छ होला झार्ने तल भएर खोजौँ ल त्यो झारे नि त कहाँ त्यो त जति पनि झरिहाल्छ झन् मौ तपाईँ मामालाई अन्य कुरा हाम्रो मल चाहिँ त्यहाँ काट्दैछन् उतिस ठुलो भएर तार लिएर आउनुपर्ने चाहिँ नि ताराले ठिक गरेर यहाँ चाहिँ अब झऱ्यो भने पोल्ने भनेर बनाइदिएछु कहाँ देखिन्छ देखिँदै देखिँदैन सेकेन्ड हन्टर गयो तयार हेर्नु डल्यो 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 के त्यही टाँसिएको हुन्छ र त के झर्छ र हाम्रो अरिङ्गाल हन्टर चाहिँ यहाँ पुष्पक ब्रदर चाहिँ भनिएछ के पोल्ने काटे चाहिँ ढल्नु त ढल्यो कहाँ ढल्यो के भयो कस्तो भयो किचियो कि किचिन के कसो भयो थाहा भएन टोकाई त कहाँ नि हेलमेट लगाएर आइएछ नि तलै पुगेछ होला हेर्न खोइ त केही जाँदैन त टुप्पै मगर मामा आयो अरिङ्गाल आयो यहाँ चाहिँ साथीहरूले कुखुरा रेडी बनाउँदैछन्
वा कति पाइयो त झरेको झरे थियो रे यत्रो यत्रो छ अहिले लगेन म बिस्तारै खोल्छु फेरि बुङ्गेर टोक्दिन बुङ छ गरे छ है मौसम हो ऊ त ऊ माथि रहेछन् अन्त यसो हेरौँ टोला नि केटा टोला नि कहाँ छ करेन्ट आउँछ खुसी ल्याउनु पर्ने छैन हामी यसो हावामा आएको भयो कुखुराले लिइरहेको नि ल तपाईँ यसै धन्दै ए डोगो अत्य रहेछ नि ल बुङ्गे आउलाहरू होला चाकायो नि मामालाई चाहिँ एक सर खायो नि घाटो धेरै ठुला आएर देखिन्न हाम्रो कुक मेन कति राम्रो भयो बेनीहरूले र बेनीको सङ्गीता होटेलको पहिल्यै त नाम चाहिँ बेनी बस्ने मान्छे छाटौँ न त नि केटा के हो केटाहरूले कहाँ सोच्छ आज उसले केटाहरूले सुँगिदियो होइन र खोस्ट त फाल्के खोस्ट त आजको रिङ्गा लन्टिङ अझै 2 थाल त उताटिसकेछ होला त्यो त घर लैजाने नि होला लुगा राखेछन् कि यो त नहुनु पर्ने झाङ्गा लिनु घर आइछ झाङ्गा समातेको त्यो दतिवाला नि त दु गर्छ गरे साह्रै फर्केछ नि मैले पछि लगाउँदै गयो त तल दियोहरूको कटेरमा पुग्यो कि खाना तलै खाएको यो चाहिँ अलिक ताता भयो कि नत्र त त्यहाँ माथि त उठ्यो त यहाँ ढुङ्गा सुङ्गे यो त कहाँ यहाँ त ढुङ्गा नि नपुग्ला तातो गरेर मैले चाहिँ सोचेर ढुङ्गाले हान्छु उनले पनि सोचेर आएको थिएँ गरे तर सकिन्न रहेछ हौ ढुङ्गा ल्याउन त त्यो एक गिला नै झुमझुम पार्नु लाग्दो गर्छ आगो छेउमा ठुलो भयो नि ग्याप गर्नु लाग्थ्यो सानो मान्छे त्यही गाउँछहरूले दुराली हो भन्ने जग्गा भेट्यो के गराउँछ दुधमा पोलेर कुटेर हाल्नु सही आउने भयो भने तर अहिले म हिँड्नु सक्दिनँ मलाई थाहा छैन अहिले हेलिकप्टर आउँछ तल लिनु हेलिकप्टर लिएर आउने होला जिउले रिङ्गल हान्छ त्यो जिउले पाउँछ है कहाँ बोल्दा त सक्दैन के चिन्ता बोल्छ न लाने बा नमाने बोकिने